हेलो हेलो गाइज 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 कोल्याप्स फेरि आजभोलि रियादको सहरमा छ कोल्याप्स है। उहाँहरू पनि टिकटकेर आउनुभयो होइन, आएर आज टिकटकले गर्दा हजुरहरूले चाहिँ यो लगेज हान्नुभयो होइन हजुरले। अनि हजुरको चाहिँ यो लगेज है, लगेजहरू ब्यागहरू होलेन लुङ्गी युके स्वेटर कहाँ पाउँछ भनेर हजुरहरू छटपटाउनु जरुर छैन है। यसरीमा राखेको मोबाइल नम्बर, जिन्सको ज्याकेटहरू, जिन्सको प्यान्ट, आम्मामामा के हो हजुरहरूको चाहिँ दुईजना अलग अलग ग्रुप है। हजुरले चाहिँ यो लगेज, यता चाहिँ यो लगेज र लुङ्गी स्वेटर यता यता के कस्तो हजुरहरू। पहिलो अब हाम्रो नेपाली फेन्सी रियाद बट्टामा खुलेको छ, जम्मा आज 16 दिन भएको छ है। जे जस्तो भए पनि भने जस्तो नभए पनि हजुरले चाहिँ मिलाएर बुझिदिनु होला भन्न चाहन्छु सबैजनालाई है। नयाँ नयाँमा यसलाई चाहिँ सबै चिज चाहिँ हामीले मिलाउनलाई हामीलाई वर्ष दिन लाग्छ। नेपाली सपिङ मल हो, माया गरिदिनु पर्छ हो, त्यही हो हाम्रो ठुलो एकदम धन्यवाद हजुर आएर जे होस् सामानहरू ल्याइदिनु भयो। साथ सपोर्ट यसरी नै मिलोस् सबैजनाबाट है। दमाम सहरमा सबैले माया गरेर रियादमा पनि कमेन्टमा जहिले पनि रियादतिर खोल्नु पर्यो भनेर धेरै कमेन्ट आएर अहिले चाहिँ हामी रियाद सहरमै आइसक्यौँ क्या। ल ठिक छ, हाम्रो एक मात्रै नेपाली फेन्सी पसल साउदी अरब दमाम सिक्कु गार्डन रियादको बट्टामा है त। ल हस् त, धन्यवाद। आउनु ल, सबै चिज मिलाइ छ, मिलाएर सबै प्राइस हजुरकै प्राइसमा, हजुरकै हाम्रै रोजाइ बिनाइमा सबै सामान नेपाली डिजाइनदेखि साइजदेखि सबै चिज चाहिँ हामीले पाउँछ है। पाइन्छ। ल